आज पनि म फेरि पनि नयाँ भ्लग लिएर आइरहेको छु र यो हाम्रो चाहिँ छाप्रो नर्सरी है। यो चाहिँ एकदम पेप्सी खोला अलिक मास्तिर पर्छ है, ट्याक्क केसी टावर अलिक यतापट्टि साइडमा छ हाम्रो। र हाम्रो नर्सरीमा चाहिँ राम्रो राम्रो फुलहरू पनि छ, देख्न सक्नुहुन्छ है। यो चाहिँ अफिस टाइममा हो, ट्याक्क यहाँ हाम्रोमा फेरि केही चोरीहरू होइन, यहाँ यसको प्राइस एकदम राम्रो छ। र यो चाहिँ हाम्रो गमला साइड दिइने छ र एकदम राम्रो राम्रोहरू फुलहरू छ। यो देख्न सक्नुहुन्छ, यो हाम्रो देख्न सक्नुहुन्छ एकदम राम्रो राम्रो फुल। यो भनेको एकदम नझर्ने फुल हो, यस्तै फुलिराख्ने। यो तपाईँहरूलाई नक्कली लाग्न सक्छ। फेरि यहाँ जरा राउ पनि हेर्न सक्नुहुन्छ भने हाम्रो यो नर्सरीभित्र चाहिँ त्यो खण्डार काम बिगार काम गर्ने काम नगरौँ मलाई, किनभने क्यामेरै क्यामेरा छ। र यता मैले चाहिँ नाम के राख्दैछु भने यताको 1 नम्बर कोठा जस्तै पनि 1 नम्बर कोठामा चाहिँ के छ त नि हाम्रै फुलहरू एकदम छ है। यसको प्राइस हेरौँ भने मैले यसरी टाँसेको छु, सरले झन् भन्नुभएको छ त्यही अनुसारले फुलहरू पनि हेरौँ नि। फेरि यो 550 यति राम्रो फुल छ। यो 2 थरीको फुल छ फुल। यो स्पाइडर यो हो, यो 250 भनेपछि यहाँ हाम्रो 550 500 को हो, 550 को हो, 500 सम्ममा आउँछ भन्ने कुरा। यो 575 भयो, 500 सम्ममा आउँछ। र देख्न सक्नुहुन्छ फुलहरू नराम्रो केही पनि छैन र एकदम राम्रो राम्रो फुल छ। र आउनुहोस् यहाँ एकदम हाम्रो के आउँदैछ भन्दा नयाँ अझै लेमन डुपी देख्न सक्नुहुन्छ, बबाल छ। यो चाहिँ थोरै पात टिपेर टोक्यो भने सेम लेमन कागती भन्छौँ होइन हामी, कागती त्यो जस्तै हाम्रो जिरानियम फुल यस्तो बबाल फुलिरहेको हुन्छ है। यसको प्राइस पनि छ, सबै छ एकदम देख्न सक्नुहुन्छ। यो 600 हो, 650 हो, 600 सम्ममा आउँछ। यो चाहिँ के भन्दाखेरि स्नेक प्लान्ट यहाँ देख्न सक्नुहुन्छ है। यो फुल बगमबेली फुल भन्छ होइन, यसलाई 12 महिना फुलिराख्ने फुल यो भनेपछि बगमबेली। सस्तोमा छ चिनिया गुलाब, बगमबेली हेरौँ। यो मुन्तला हेरौँ, एकदम राम्रो छ मुन्तला। यहाँ मैले टाँसेको छु 650 यसको पनि मैले टाँसेको छु, यहाँ देख्न सक्नुहुन्छ 325। र मैले सबै हरेक कुराहरूको टाँसिसकेको छु। यो 500 रुपियाँ हो, यो मालती फुल। यो 2050 यो मुन्तला। यो चाहिँ फेरि अब ठुलो हो नि त, फलिरहेको छ। यहाँ हेर्न सक्नुहुन्छ सयपत्री। यो सयपत्री चाहिँ हाम्रो एकदम कम 40 रुपियाँ हो, यो 50 रुपियाँमा पाउँछ। यो फुल चाहिँ 50 रुपियाँ। यो पनि लेमन धुपी नै हो, यो ठुलो, यो त्योभन्दा यो ठुलो अझै। यसको चाहिँ मैले यहाँ टाँसेको छु 2050। यसको तल गमलामा टाँसेको कारणले चाहिँ यहाँ मैले टाँसेको छु 2टा टाँसेको छु। कहाँ झर्छ हौ जामा लाउने। 2050 यो चाहिँ हाम्रो ठ्याक्कै यहाँ टाँसेपछि देख्न सक्नुहुन्छ क्रिसमस ट्री। यसको पनि मैले सब टाँसेको छु क्रिसमस ट्री। सब मैले टाँसेको छु गुरुबेक है। यो मयूरपङ्खी डुपी 250 छ, देख्न सक्नुहुन्छ सब। यो फुल हेरौँ, यो चाहिँ हाम्रो 130 हो, 100 रुपियाँसम्ममा आउँछ तपाईँहरूलाई। र यो भिडियोमा लाइक कमेन्ट गर्नेहरू, सेयर गर्नेहरूलाई एकदम है, सब्सक्राइब गर्नेहरू पनि। हाम्रोमा फुलहरू चाहिँ के नै छैन र हौ, यहाँ देख्नुहुन्छ सब छ। सो आउन सक्नुहुन्छ हाम्रो नर्सरीमा। सब मैले टाँसिसकेको छु है। यो चाहिँ सानो र यो चाहिँ खालको चाहिँ हाम्रो सानो र ठुलो, यो ठुलो यो सानो देख्नु सक्नुहुन्छ।
मनी प्लान्ट यहाँ पनि छ मनी प्लान्ट हाम्रो है 1500 मनी प्लान्ट यो फुल अलिक 2000 पर्छ 2500 पर्छ राम्रो छ रुद्राक्षको बिरुवा पनि छ कागतीको बिरुवा पनि छ यो एभोकाड पनि छ समीको छ ढुप्पीको छ सबै छ सबै यो चाहिँ मलाई थाहा भएन यिनीहरू चाहिँ तर पनि छ हाम्रोमा यो सल्लाह कुन भन्छ त्यो पनि छ यहाँ अर्को डबल एभोकाड खालको छ के अरे सन्तला हेर्न सक्नुहुन्छ फलिरहेको छ यस्तो सानो सानोमै आँप हेरौँ म्याङ्गो माने आलु होइन आँप यहाँ हेर्नु फलिरहेको छ अम्बक हेरौँ लिचीको बिरुवा छ सो सबै छ है देख्न सक्नुहुन्छ ढुप्पी र सबै छ है हामीसँग यहाँ देख्नुहुन्छ यो बास्ना आउने ढुप्पी यो थोरै यसको थोरै बास्ना आउँछ राम्रो मिठो र यहाँ हाम्रो चराको गुड पनि छ सो गाइज यति भन्दै ब्लग होइन अफ गर्न चाहन्छु हाम्रो चाहिँ सुरुदेखि अन्तिमसम्मको एउटै भिडियोमा मैले बनाएको छु र सब देख्न सक्नुहुन्छ यो फुलहरू प्राइसहरू पनि एकदम राम्रो छ गमला पनि छ हामीसँग भने मल पनि छ है हामीसँग मल देख्न सक्नुहुन्छ 100 रुपियाँ प्याकेटवाला मल यो पनि यहाँ 250 वाला छ कोकोपिट पनि छ कोकोपिट यो चाहिँ एकदम हल्का माटोलाई हल्का बनाउने है गमलाहरू देख्न सक्नुहुन्छ हजारी गमलाहरू सब छ हामीसँग तपाईहरुलाई चाहिएमा ठ्याक्क कमेन्ट छोडिदिनुस् नम्बर दिनेछौँ अनि तपाईहरुले नम्बरमा कल गर्न सक्नुहुनेछ सो लेट्स बाई गाइज